अच्छा कति दिनभरि लगातार आएको नुवाकोटको छेउमा बसेर नि कार चप्पल जुत्ता भइसक्यो हिँड्दा हिँड्दा अर्को जुत्ता खिन्छ हाम्रो त त्यहाँ होइन जुत्ता पनि अब रिभर्स खिने चप्पलबाट जुत्ता तर त्यो साथीको भात चाहिँ बचिरहेको छ एकदम खतरा छ मैले भन्नु गरेर गाली खान्छु त्यसले अगाइन्छ क्या गालीले अगाइछ घरमा यसो अब होइन गालीको डिजर्ट खानु पऱ्यो नि त अब सेमिरी खाइहाल्छ टाउको खाइहाल्छ त्यो भयो भने सधैँ पच्छ क्या गालीले बचाउँछ नि एकदम मजाले आउनु चाहिँ कहाँ आयो यहाँ चाहिँ अहिले एकदम खत्रै यो ईदको बेला भिड हुन्छ सो तर उल्टो सर उल्टो आउने रहेछ भेडा सिङ त सिङ भेडा भनेर हो सो यहाँ चाहिँ लस्सी हानेर जाडोमा लस्सी अहिले नहाल्नु यस्तो जाडोमा जनकपुरबाट लस्सी लिएर आउँछ अरे बिहान बिहान अनि काठमाडौँमा बेच्ने दुध लिएर आउँदा आउँदै काट्नु त्यो जनकपुरको त्यो गाडीले तात्दा हो यो जनकपुरको फेमस यहाँ लस्सी पसल छ होइन त्यो खास लस्सी पसल खोल्यो भने होइन अब जनकपुर दुध लिएर आउँदा आउँदै बाटोमा रमेर दही भएको दहीलाई चाहिँ युटिलाइज गरेर लस्सी पसल बनाएको यस त्यसरी चाहिँ हुन्छ फेरि अरू लस्सी होइन क्या यो चाहिँ दहीकै के अरे दुधकै लस्सी एकदम नो त्यसलाई एडेड होइन के पनि कम्पनी के पनि छैन त्यसमा ट्र्याक्टर तातेर आफै लस्सी बनाउँछ अङ्कल जी भाइ गुड सो मच नेचुरल लस्सी अरू त केही पाउँदैन यो चाहिँ लाइभ बर्डर प्लेस हो कता जानिरहेको छ सेतो मच्छिन्द्र के सेतो मच्छिन्द्र न अस्ति कुमारी मात्र त्यही भएर यहाँ ल्यायो कि होइन के भएको कुमारी दिल अस्ति यहीँ ल्यायो कि ए हो नि अस्ति हामी त राति आएको हो यहीँ ल्याएको ओके ल सेतो मच्छिन्द्र न त होइन त त्यो ठिक छ त्यस भयो त वाइट मसिन त राम्रो ओके खाँदा धेरै भयो कि अब मोमो चाउमिन चटपटै हालेर नि हुन्छ जिन्दगीमा भने फेरि घर चाहिँ कतिखेर जाने हो क्या 3 बजी छुट्टी भएको मान्छे अहिले चाहिँ हिँड्ने मात्र नराम्रो भएको राम्रो भएको मात्रै हेर्छ हामीलाई हिरो मन्दिर ओहो सो वेलकम टु दिस के मन्दिर वाइट मच्छिन्द्र वाइट छ र रातो छ त ए बिल्डिङ मात्र रातो मच्छिन्द्र चाहिँ सेतै छ मच्छिन्द्र भने चाहिँ के मसिन्द्रनाथ रातो मसिन्द्र सेतो मसिन्द्र त्यो मिनिङ चाहिँ के हो मच्छिन्द्रको पानी पर्ने देउताहरू पानी पर्ने इन्द्रदेवहरू त्यस्तो पो हो ठिक छ त्यसमा त अङ्कल त ओपेरा हानिराख्नु भएको त त्यसमा त उल्टो पनि हान्नुपर्छ होइन उल्टा हाम्रो ब्लगरजी कहाँ जानुभयो अशोक सर त्यही त हुन्छ वज्र म पहिला वज्र लाउँथेँ नि यो घाँटीमा थाहा छ मलाई बुद्धको हो वज्र त यहाँ पहिले म आएको थिएँ क्या एकचोटि बैशाखतिर आएको थिएँ एकचोटि कता यहाँ हो क्या खासमा चाहिँ के मच्छिन्द्रनाथ यताबाट यता ल्याउनु बस्ने चाहिँ गोरे अहिले मसलाको मिटी आएको छैन नुहाएर त्यो घाममा सुकाउन राख्थ्यो कति ए ऊ हो त्यो चाहिँ हजुर है तर ए नहिलेको त्यो स्टेज त्यो पेडेस्टल छैन त्यहाँ माथि नुहाउँछु क्या यता माथि हेर्नु कि यता अगाडि हेर्छ होइन त्यस्तो अनि नुहाएको कति दिनसम्म चाहिँ घाममा सुकाउनु पर्ने हुन्छ क्या त्यो मन्दिरभित्र छैन अनि सुकाउनु चाहिँ कता कहीँ पुरोहितहरूले लगेको पवित्र ठाउँमा ए सही हो गौतम बुद्ध त्यो सुकाउँछ होइन अनि सुकाएर
अशोक सर पुरै 48 मेगापिक्सल हाम्रो के पिक्सल रे थाहा छैन अननोन हो मेरो त स्यामसङ नेगेटिभमा आउँछ हाम्रो पिक्सल चाहिँ एउटै मात्र क्यामेरा छ मेरो नि यस्तो बिजोग छ नि क्यामेरा पछाडिको खिच्नु पऱ्यो नि रेक पज हानी घुमाउनुपर्छ त्यो पनि आउँदैन राम्रो यो अब हेर्नु अब यहाँको खिच्नु पऱ्यो नि यस्तो उल्टो पारेर आउटडेटेड भिन्टेज हो क्या मोबाइल चाहिँ ल अब के गर्नु पऱ्यो अब चाहिँ निक्ल्यौँ होला अब चाहिँ हामी निक्ल्यौँ अब चाहिँ निक्ल्यो अब यी बाघ पनि छ भर्खर कहाँ सिंह इज ओभर हियर साथी टन्च रे साथी टच भने कि साथी टन्च भन्छ त्यहाँनिर उ त्यो माथि रहेछ देखेको बङ्गाली हो त्यो मराठी हो साथी टन्च त्यो बिचको चाहिँ के नेवारी हो कि बङ्गाली हो म त बङ्गाली जस्तो लाग्छ ओए कपाल मराठी स्ल्याङ सर भाइ कुकुरको कफ तान्न लगाइरहेको क्या मुखबाट त्यो ब्याडमिन्टनको अभियसली क्ल्यारिफाई त गर्नु पऱ्यो नि फेरि अदरवाइज हुन्छ पिपल विल गेट एक्स्ट्रा भिन्टेज लुक फेरि अब यस्तो भ्लग हाल्यो भने चाहिँ हेर्दैन अनि मान्छे नि हेरिदिन्छ क्या रायोको मासु खाएपछि अशोक सरले सेतो मसुमै खुवाइदिइहाल्यो मासु त्यही खायो हो दुईवटा थालमा 3चोटि मासु रायोको मासु खुवायो मेरो अङ्कलजी पुऱ्यो म नो एन्ट्रीबाट हजुर सर अङ्कलजी जस्ता उडाएर ठोक्नुलाई नि कबिर सिंह याद आयो क्या हामी यहाँ मासु खाएर कृष्ण मन्दिरमा जाने मान्छे त्यो बाइक के खिच्यो छैन अलिक पछाडिबाट त्यो पार्क गरेर ढाङ्गो ठोकिदिएर होइन हतार भइरहेको क्या भगवान्लाई सिधै पछाडिबाटै नमस्ते गर्छु भनेर आयो क्या कि सिधै भयो के हो जामै धेरै अलि बिस्तारै जान्छ झट्टमा आइदिरहेको मलाई त त्यही भएर अलि नेवारी पनि राम्रो सिक्नु त्यो गाली नै हो क्या छिटो चिप्ने भनेको रहेछ कि भन्नु त आशा सर फेरि अहिलेको डेफल्ट डायलग जो लोपा शिवबाबु भएन हजुरको के अरे जो लोपा पहिला सुरु के भन्नुपर्छ लास्ट सर जो लोपा भने नमस्ते भइहाल्यो त्यो भनेको चाहिँ तिम्रो बाबालाई नमस्कार यसले बेटरमा भन्नुपर्दा चाहिँ होइन छिमोबी यात्रा जजल तेरो बाबालाई नमस्कार यात्रा नमस्कार सो बेस्ट वे सम्झिनुलाई चाहिँ के भन्छ लुमक्यु ए लुमङ्क्यु भइहाल्यो त्यसो लुमङ्क्यु तिम्रो बाबालाई सम्झना छिमोबी यात्रा लुमङ्क्यु रोहित महतोको भेट्यो हेरेर थाहा ए रोहित महतोको भेट्यो बच्चा रुइरहेको जान्छ बच्चा हात पो दुख्दैछ बोक्या गरेर एउटा नकिनी भएन क्या भ्लगको लागि चाहिँ स्ट्यान्ड छ मसँग स्ट्यान्ड अस्ति एकजना झरेर यो बोक्नेलाई होल्डरलाई खोइ के पो भन्थ्यो त्योवाला त जाइरोवाला त अलिक त्यस्तै पर्छ फेरि त्यो त महँगो पर्छ हजुरको त्यसले क्यामेरा नै हल्लिन दिँदैन अनि एकदम यस्तो खतरा यसमा भइरहेको छ हात चाहिँ त्यही त्यो त अलिक महँगै पर्छ ए यहाँ पनि थियो त सिगल पनि खतरा ए सिगलमै त हो नि तरपट्टि खाने ठाउँ त्यो दाई मलाई भाइ भनिदिने होइन त गाडी पालेर झ्याप्पो खाएको भाइ भन्छ ए सप्लायर पटाकावाला एउटा थियो क्या अशोक सर भाइ होइन कल गरेर पुरै दाइ 100मा मिलाइदिन्छु 100मा यहाँ हो भन्दा थिएँ अलि अब स्वर पनि त्यस्तै थियो अलिक खत्रै सप्लायर भनेको लास्टमा फोटो खिच्ने बेला पटाका त्यो कोब्राको मिलाइदिँदो रहेछ तिहारमा बिल्ला झऱ्यो म चाहिँ कता लाग्नु भइसक्यो ए हो राइट हो अशोक सरी चल्दैछ अलरेडी राइट आउनु अहिले उडाउँछ अहिले उहाँ बिचरा
घर नजिकै ल्याएर असेर भाग दिएर म चाहिँ मेरै मात्र हो क्या घर छेउ भन्ने चाहिँ मेरो पनि घर कहाँ हो कहाँ घरमा बसिरहेको मतलब भएन नि जे मेरो जस्तो उहाँ बिजोग ठाउँमा उहाँ बोर्डर जङ्गलको छेउमा वातावरण ठाउँमा त पुग्नु पर्दैन नि बेलुका अलिक ढिलोसम्म उठ्यो होइन अब बिहान अलिक ढिलोसम्म सुत्यो भने चाहिँ वातावरण खान्छ क्या त्यो everyone is like from Dhaka news. सपोर्ट मारेर अब गणित का टीचर है ना डिस्पर्सन में है हम कुछ नहीं बोलेंगे हजुर अब डिस्कसन में डिस्पर्सन है भाई जान डिस्पर्सन अब नाका हात दुख्यो को फेरि not on video call, not on voice call, not on call. He's on message chatting. Short message chatting. अघि एउटा आइरहेको थियो त्यहाँनिर गाडी चढ्ने बेला तिमीले त मलाई औडा गरिदियो तिमीले गर्दा म झन् गाडी चढेँ नि झरेको अहिले त्यस्तो नभन न हो भन्दै यहाँ चाहिँ जताततै मन्दिरै मन्दिर है तर सबै गणेशजीको भन्दैन त्यही गणेशजीकै फेरि दुई खालको माछा खाने मासु खाने नखाने ए हो र अनि भनेपछि त मासु खाने भएपछि त दारा निक्लेको मासु खाने ए। दारा ननिक्लेको मासु नखाने औ, उहाँ चाहिँ एकदम दही दुध मात्रै खाने दारा ननिक्लेको के दारा नभएर चाहिँ खान नसके ए माछा सब तपाईँले भनेपछि एउटा सानो एउटा ठुलो भन्नु छ हामी आइ चाहिँ कहाँ पुग्यो ढल्को आइपुग्यो होइन ए अहिले क्षेत्रबारी आइपुग्यो ठिक छ त्यसको एकछिन